नमस्ते। आज चाहिँ 2081 चैत्र 19 गते हामी यो हर्मन 99 च्याउमा यो उमेर कम भएको कारणले यसमा आएका फलहरू ग्रेडिङ गर्दैछौँ। एक बोटमा हामीले करिब 25-30 वटा भन्दा बढी फल राख्न नसक्ने भएको हुनाले अहिले हामी यी फलहरू टिपेर फालिराखेका छौँ। यसमा 5 वर्ष पछि मात्रै उत्पादन लिन सकिने भएको हुनाले तेस्रो वर्ष मात्रै भएको बोटहरू सानो कमजोर भएको हुनाले यसमा जति फलेको छ त्यो फलहरू राख्न नसक्ने भएकोले यसमा आएका बढी फलहरू सबै हामी टिपेर फाल्दैछौँ। हामीसँग अहिले बोट सानो फल धेरै एकै ठाउँमा 5 वटा 6 वटा 7 वटासम्म फल भएको हुनाले हामीले यो फलहरू चाहिँ घटाइराखेका छौँ। अब यो आउँदो वर्षमा 20-25 दानाहरू थप बढाएर 50 दानासम्म अर्को वर्ष राख्न सकिन्छ र चाहिँ 5औं वर्षपछि पनि हामीले उत्पादन लिनको लागि यी बोटहरू चाहिँ हाम्रा उत्पादन योग्य हुनेछन्। हवस् त, धन्यवाद।